ल यो बाख्राको खोर बनाउन लागेको अवस्था। यो 15वटा पिल्लर गाडेर हैन, अनि यसलाई चाहिँ नि अब यहाँभन्दा माथि चाहिँ नि यो पिल्लरभन्दा माथि अब 70 हालेर त्यस पछाडि दलिन हालेर अनि टाढ हैन, अनि यो पुरै व्यवस्था गर्नु छ। यो यस्तो छ। यो तलको चाहिँ यसो बिर्कमलाहरू बढालेर यसो फाल्न हुन्छ भनेर यो सजिलोको लागि, पिसाबहरू जम्न नि पाएन हैन, अनि सर्लक्क बढाल्ने तलतिर फाल्ने। यो चाहिँ नि अब जम्मै गरेर 15वटा पिल्लर छ र यस्तै हो गाई चाहिँ अब दुःखको मेसो हैन। 10वटा खोर गर्ने भनेको यसमा। यस्तो छ गाई चाहिँ। अब फेरि योभन्दा माथि काम गर्दाखेरिमा फेरि अब गर्ने, फेरि अब चाहिँ देखाउँला नेक्स्ट भिडियो। यसो कसैलाई यसमा पनि अब के गर्नुपर्छ, यसो कसैसँग नयाँ आइडियाहरू छ भने यसो सुझाव सल्लाह दिँदा हुन्छ, कमेन्ट गर्नु होला हैन। यो चाहिँ नि म आफ्नो दिमागले गरेको कुरा, पहिलो अनुभव है, यस्तै छ।